सम्पूर्णमा नमस्कार। लटरम्म कफी फलेको तपाईहरु देख्न सक्नुहुन्छ। 800 मिटरदेखि 1600 मिटरसम्मका मध्य पहाडी इलाका कफी खेतीको लागि उपयुक्त मानिन्छ। विशेष गरी मध्य र पश्चिम क्षेत्रमा यसको खेती व्यापक रूपमा गरेको पाइन्छ। मैले परीक्षणको लागि केही वर्ष पहिला केही बोटहरू यहाँ लगाएको थिएँ र अहिले यसमा मजाले फलेको तपाईहरु देख्न सक्नुहुन्छ है। लटरम्म फलेको छ। यस क्षेत्रमा पनि यो कफी फलेको देख्दाखेरि कफी खेतीको लागि उपयुक्त हावापानी रहेछ भन्ने मानिन्छ र कफी खेतीको लागि सम्भावना देखिन्छ। यस क्षेत्रमा पनि देख्न सक्नुहुन्छ है, मजाले फलेको छ। फेदैदेखि फल्न सुरु गर्छ। यो बडो रहरग्दो तरिकाले फलेको छ। यो बोटहरू धेरै पुराना बोटहरू होइनन्, यो 3 वर्षे बोटहरू हुन्। यस तरिकाले फलेको छ। लटरम्म फलेको छ, पाक्न पनि थालिसकेको छ। अब यो क्षेत्रमा कफी खेतीको लागि मैले राम्रो सम्भावना देखेको छु, किनकि यो राम्रो फलेको छ कफी। यसले खासै स्याहार सुसार पनि गरेको छैन मैले। धेरै फलेको छ। मैले घरायसी प्रशोधन गरेर यसैबाट खाने गरेको छु। यसको बिरुवा चाहिए मसँग सम्पर्क गर्न सक्नुहुन्छ। बिरुवा मसँग प्रशस्त छन्, राखेको छु, मैले देख्न सक्नुहुन्छ। यो लगाएको 2 वर्षदेखि नै कफी फल्न सुरु गरेको छ। यो 2 वर्षे बोट हो। 2 वर्षे बोटमा पनि फल्न सुरु गरिसकेको छ।